हगेल्छौ क्या काम सुरु गर्नु ल अब सुरु भइसक्यो ल गाई हामीहरू चाहिँ अब खाना खान गयौँ खाना खानु पर्यो अब काम सिद्ध्याएर हामीले चाहिँ आज यति चिर्यौँ यहाँको अङ्कलले र मैले बाजेहरूले चाहिँ हिँचर आज गरेर यति चिरे हामी चाहिँ अब टक्कलाई हात साथ धुने बड्डाहरूले हात धुइरहन् अनि अङ्कलले हाई भनिरहन् कि बड्डाहरू यहाँ चाहिँ रोटी तताउने हो अब आगो बाले खान आगो ताप्दै अब होइन मजाका रोटीहरू मकैका डरी पन्यो मकैका रोटी बसिका फेरि सिमी ल्याएको आज सिमीको तरकारी हो पुरा घर के बनाएछन् त्यो के बनाएछन् खाया हो तर बिर्सेले के होइन यी बात हो मेरो छैन घरमा ल्याउनु खाने रोटी रोटी छ हाम्रो घरको पनि रोटी र अन्डा होइन सब्जी रोटी सब्जी नआए छौँ हामी पनि कहाँ जायो हम तुम कलेको घरै छ घरे जाए तुम्हारा नाम क्या है हाँ अनीना अनीना आलम नाम तुम्हार टाइम भयो हाम्रो अब हामी चाहिँ आराम गर्नु पर्यो हैन घाम लाग्यो समयमा घाम लागेपछि चाहिँ अब ल हाम्रो अङ्कलले दालमोट ल्याउनु भएको दालमोट अब खानु पर्यो अङ्कलले सुर्ती खानुहुन्छ क्या हेर्ने अब सुर्ती खाने मान्छे सुर्ती खाने मान्छे क्यान्सर हुन्छ गरे
तपाईँ यहाँ खानुहुन्छ राम्रो खानालाई पत्रि पर्छ पत्थरी पर्न पाइन त पुरै ढुङ्गै छ यार यो त। यो ढुङ्गो हुनु भयो यिनलाई सब थाहा नि के हो के होइन हामीलाई थाहा छैन हामी त यिनी भन्ने हानेर पनि हाल्थ्यौँ यिन ढुङ्गा हुन् यिन ढुङ्गै हुन् क्या यार ढुङ्गैबाट त हो नि बस्ती हेर्ने यत्रो छ नि यत्रो कोइला मसिनमा पनि यत्रो सानो रड हालिनु लग्यो जस्तो मान्थ्यो तर यहाँ क्याले पिस्छ यार कोइला यो जमिन तातेर चाहिँ भित्र पाक्छन् होला नि कोइला बन्छन् होला खै पुरै जाली साली पुरै यो पुरै कोइलाहरू कुटिसकेका रहेछन् हाम्रै उति नै सब ढुङ्गा हुन् गरे अनि यता पनि ढुङ्गा ल गाइस हाम्रो चाहिँ अब जहाँ घर जाने टाइम भएको काम सिद्धिएर हामी चाहिँ घरतिर लाग्यौँ होइन अब काम सिद्धिगयो हामी चाहिँ आज चाहिँ यति दाउरा चाहिँ चिरफार भएछन् अझै छ अझै 2 दिन लाग्छ होला बाई बाई अङ्कल जान लागिन् भयो अब म पनि घरतिर लागेँ होइन अब घर गएपछि बाटोमा हल्का हल्का भिडियो बनाउँदै जानु पर्ला सन भयो परेको टक फाइनेन्स नुकसान उतादेखि आइरह है बाइक आइरह एकदम मन्दिर मन्दिर छ इट्ठा उठाएर हाल्ला थिइस् हजुर के मोबाइल तिमीलाई चाहियो ल मम्मीलाई दिन अब त मम्मीलाई दिन आउँछ मोबाइल मम्मीलाई दिन अब त ल्याइस् मोबाइल सालैलाई कुच्चाइदिन्छु अब लुक्छस् इटा उठाउनलाई थियो हान्नुलाई बाबा त नगर्नु क्या हेर उहाँ पुगो यता यता बिस्तारै चिप्लेछ क्या भाग मम्मा भाग कच्चा भाग राख्नु